हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो स्थानीय सरकार चलाउँदा केन्द्र खराब, आज केन्द्र सरकार चलाउँदा स्थानीय सरकार खराब। हिजो महानगर चलाउँदा सिंहदरबार चलाइदिन्छु, आज सिंहदरबार चलाउँदा न्यू रोड जाम गराइदिन्छु। हिजो अरूले विदेशी ऋण लिँदा राति निन्द्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ। हिजो नागरिकले आत्मदाह गर्दा सरकार दोषी, आज नागरिकले आत्मदाह गर्दा नागरिक स्वयं दोषी। हिजो मलाई बोल्न दे सरकार, आज बोल्नेको मुख थुन्दै सरकार। व्यक्तिगत हिसाबले सबै मन्त्री र सबै सांसद उस्तै हुनुहुन्न भन्ने त्यो थाहा छ, तर व्यक्ति छुट्याएर संस्थाको समीक्षा गर्न नसकिने रहेछ। सरकार चलाएको 100 दिनमा हामी देखाउँछौँ कि सरकार कसरी चलाउने भन्ने। कसले भनेको अहिले ठ्याक्कै याद छैन, तर सत्तारूढ दलकै शीर्ष नेता मध्ये कोही पर्न सक्नुहुन्छ। हो, हामीले 100 दिनमा निकै ट्रेलर देख्यौँ। सुकुम्बासी बस्तीमा धुरुधुरु रोएका बालबालिका देख्यौँ, सुत्केरी देख्यौँ, बुढाबुढी देख्यौँ, अनि होल्डिङ सेन्टरमा भएका अमानवीय हरकत देख्यौँ। होल्डिङ सेन्टरमा प्रश्न गर्दा नागरिक समातिएको देख्यौँ। नागरिकले आत्मदाह गर्दा माननीयहरूले प्रश्न उठाए, तर राज्यले जवाफको सट्टा माननीयहरूलाई संसदको रोस्टम प्रयोग गरेर मन्त्रीले धम्की दिएको पनि देख्यौँ। सिंहदरबारको गेटमा काखे बालक लिएर धरना बसेका नागरिक माथिको दुर्व्यवहार पनि देख्यौँ। म राज्यको प्रहरी हुँ, कुनै अमुक शासकको प्रहरी होइन भन्दा हाकिम सामु कान समाएर उठबस गरेको पनि र गराएको पनि देख्यौँ। न्यायपालिकामा आफ्नो पकड बनाएर स्वार्थ अनुकूलका काम गराएको पनि देख्यौँ। सञ्चार माध्यममाथि धरपकड पनि देख्यौँ। जननिर्वाचित संस्थाको निरन्तर अपमान, नागरिकको शान्तिपूर्ण आलोचनालाई दण्डित गर्ने विद्रूप रूप र मनै राज्य हुँ भन्ने शैलीको चरित्र पनि देखिरहेका छौँ। सभामुख महोदय, अब पुरा फिल्म हेर्न चाहन्छौँ। खुट्टामा आएको सरकारको खुट्टामा आएको बल फेरि यस्तै बग्रेलती फाउल खेलमा पास हुन्छ कि आफ्नै गोलपोस्टको दिशा दिने प्रयास हुन्छ। हामी व्यग्र प्रतीक्षामा छौँ।